यो सरकार बलियो भए पनि प्रतिपक्ष कमजोर छैन है। यो सरकार बलियो छ तर प्रतिपक्ष कमजोर छैन। सोध्नु होला कसरी कमजोर छैन? दुईटा कारणले कमजोर छैन। एउटा, संविधान संशोधन गर्न 2/3 चाहिन्छ, अहिलेको सरकारसित 2/3 छैन। त्यसैले संविधान संशोधन गर्न यो सरकारले अन्य पार्टीसित सहकार्य गर्नै पर्छ। दोस्रो, यो सरकार किन प्रतिपक्ष कमजोर छैन भने संवैधानिक परिषदमा हेर्नुस्, हटाउन त सक्ने भयो महाभियोग लगाएर न्यायाधीश र अरू व्यक्तिलाई, तर नियुक्ति गर्दाखेरि यो राष्ट्रिय स्वतन्त्र पार्टीले पनि त चाहेर नियुक्ति हुँदैन। किनभने संवैधानिक परिषदमा 6 वटा सदस्य रहन्छन्, त्यसमा केवल राष्ट्रिय स्वतन्त्र पार्टीको 2टा मात्रै हुन्छ, प्रधानमन्त्री र सभामुख या उपसभामुख मात्रै एउटा प्रतिनिधि सभाको। राष्ट्रिय सभाको सभामुख प्रतिपक्ष एमाले कम्युनिस्ट पार्टीको प्रचण्डजीको आफ्नै पार्टीको व्यक्ति छन्। अर्को एउटा मेम्बर भनेको चाहिँ प्रतिपक्षको नेता स्वतः नै त्यसको सदस्य हुन्छ संवैधानिक परिषदको। अर्को प्रधान न्यायाधीश भनेको निष्पक्ष हुन्छ। त्यसैले भयो एउटा कुरा चाहिँ के भने उपसभामुख जुन राष्ट्रिय चाहिँ प्रतिनिधि सभामा सभामुख र उपसभामुख गर्ने पूर्ण बहुमत चाहिँ नेपाली के अरे राष्ट्रिय स्वतन्त्र पार्टीलाई छ। उसले चाह्यो भने दुईटै चुनाव सभामुख र उपसभामुख जिताउन सक्छ। तर संविधानले एउटा के ब्यारियर राख्दियो भने प्रतिनिधि सभामा सभामुख र उपसभामुखको निर्वाचन गर्दा एउटै दलको 2टा व्यक्तिले जित्न पाउँदैन। एउटै दलले सभामुख पनि उपसभामुख पनि चाहिँ चयन गर्न नपाउने हुनाले प्रतिपक्षलाई दिनुपर्ने भएको हुनाले अहिलेको अवस्थामा सरकार पार्टी सानो भए पनि प्रतिनिधि सभामा कम चाहिँ सङ्ख्याको प्रतिनिधि सभा सदस्य भए पनि मेजर कुरामा चाहिँ यी साना दलले चाहिँ ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले नियन्त्रण गर्ने या प्रतिपक्षको भूमिका सशक्त भूमिका खेल्ने हुनाले आजको दिनमा संवैधानिक परिषदमा नियुक्ति गर्न र सर्वोच्च अदालतको न्यायाधीशको नियुक्ति गर्न पनि अब अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीले अन्य पार्टीसित सहकार्य गर्नुपर्छ। त्यसैले संविधान संशोधन यी यावत कुरालाई परिमार्जन गरेर यो देशलाई सुन्दर भविष्यमा लानको लागि अब अहिलेको बहुमत प्राप्त सरकारले प्रतिपक्षसँग सहकार्य गर्नुपर्छ। अस्ति रवि लामिछानेजीले बोलिसक्नुभयो टुलिप होटलमा कि अब हामीले प्रतिपक्षलाई पनि गाली गर्ने होइन, हामी हातेमलो गरेर जानुपर्छ, यो देश बनाउने जिम्मा त हामी सबैको भनेर जुन राम्रो बोलिदिनु भयो।